तपाईं आज देशका लागि लडिरहेका छौँ। आज हिजो पनि एकजना युवा शहीद भएर हामी किन शहीद बन्नु परेको छ भन्दा हामीले कहिले पनि हामीले पसिना बनाउन सकेनौं। देश बाँझो छ, देश बाँझो, देशमा आज केही छैन। योभन्दा ठुल्ठुलो भिड, योभन्दा ठुल्ठुलो युवाको भिड दैनिक आज विदेश गइरहेको छ। विदेशमा हामी मरिरहेका छौँ, स्वदेशमा मरिरहेका छौँ। हामी यो कुरा बुझ्छौँ कि बुझ्दैनौँ? अब यो देशमा कोही कसैको रगत नबगोस्। म चाहन्छु यो देशमा सिर्फ पसिना बगाउनुपर्छ, पसिनाको क्रान्ति गर्नुपर्छ। अब हामीले एउटा दाजुभाइले अर्को दाजुभाइको, एउटा नेपालीले अर्को नेपालीको रगत बगाएर देश बन्दैन। म सबैलाई अनुरोध गर्न चाहन्छु, झगडा गर्नु रोक्नुहोस्। अब झगडा गर्नु रोक्नुहोस्, काटमार गर्नु रोक्नुहोस्, श्रमदानमा कोही नआउनुहोस्। को नेता बन्ने, को ठुलो बन्ने भन्ने कुरा छोडिदिनुहोस्। अर्का साम्राज्य नेता बन्न खोज्यो भन्नु होला, होइन म नेता सेता। तपाईँभन्दा फाटेको लुगा लगाएर आएको म, तपाईँभन्दा 10 कुरा धेरै काम गरिरहेको छु। म कोही कसैको नेता बन्न चाहन्छ, तर यो देशमा शान्ति हो, यो देशमा रगत नबगोस् भन्ने मेरो कामना हो। तपाईँहरूले साथ दिनुहुन्छ? माफ गर्नुहोला, अन्त्यमा म भावुक बने। देशलाई माया गर्ने मान्छे हो म। सोचिरहन्छु देशकै लागि, बोलिरहन्छु देशकै लागि। 1 पाइला कदम, 10 पाइला कदम, 100 पाइला कदम जति छ त्यो देशकै लागि हिँड्नु। तपाईहरु अब मैले भनेको बाटोमा हिँड्नुपर्छ, मैले देखाएको मार्गमा हिँड्नुपर्छ। को नेता बन्ने, को ठुलो बन्ने भन्ने कुरा छैन। मैले भने मलाई कसैले नमस्ते पनि नगर्नु, म ठुलो मान्छे होइन, म ठुलो मान्छे होइन, मलाई नमस्ते। तर यो देश बदलेको हेर्न चाहने मान्छे हो म। मेरो मार्गमा मैले देखाएको बाटोमा तपाईलाई हिँड्नको लागि म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु। सम्पूर्ण यहाँ आउनुभएको सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। नमस्कार, सुजय होस्, धन्यवाद।